मेरो नाम सुजित परियार। यस पश्चाताप नाटकमा म निर्मलाको बुवाको भूमिकामा रहेको छु। धन्यवाद। सम्पूर्णमा नमस्कार। मेरो नाम सलिम परियार। म यस पश्चाताप नाटकमा सहयोगीको भूमिकामा रहेको छु। धन्यवाद। सम्पूर्णमा मेरो नमस्कार। मेरो नाम सागर तामाङ। म यस पश्चाताप नाटकमा अपरिचित व्यक्तिको भूमिका निर्वाह गर्दैछु। धन्यवाद। सम्पूर्णमा मेरो नमस्कार। मेरो नाम तेजबहादुर गुरुङ र यस पश्चाताप नाटकमा म आशिषको भूमिका निर्वाह गर्दैछु। धन्यवाद। सम्पूर्णमा नमस्कार। मेरो नाम रुपिना भण्डारी। म यस नाटकमा डाक्टर रिमाको अभिनय निर्वाह गर्दैछु। धन्यवाद। सम्पूर्णमा नमस्कार। मेरो नाम कृष्णा तामाङ। म यस नाटकमा मुख्य पात्रको भूमिका निर्वाह गर्दैछु। धन्यवाद। सम्पूर्णमा नमस्कार। मेरो नाम मनिका गुरुङ। म यस पश्चाताप नाटकमा आशिषको आमाको भूमिका निर्वाह गर्दैछु। धन्यवाद। सम्पूर्णमा मेरो नमस्कार। म यस पश्चाताप नाटकमा निर्मलाको भूमिका निर्वाह गर्दैछु। धन्यवाद। सम्पूर्णमा नमस्कार। मेरो नाम अजिता गौतम। म यस नाटकमा नविताको भूमिकामा रहेको छु। धन्यवाद। सम्पूर्णमा नमस्कार। मेरो नाम अस्मिता राणा मगर। यस पश्चाताप नाटकमा म नरमायाको भूमिकामा रहेको छु। धन्यवाद। कास्की जिल्लाको एउटा गाउँमा 10 सम्म सञ्चालन गरेको विद्यालय थियो। त्यस विद्यालयमा निर्मला, नरमाया, नमिता, आशिष उक्त विद्यालयमा अध्ययन गर्ने विद्यार्थी थिए। उनीहरू त्यस विद्यालयमा छुट्टा छुट्टै गाउँबाट अध्ययन गर्न आउने गर्दथे। उनीहरू बीच घनिष्ठ सम्बन्ध रहेको थियो। उनीहरू साथी भए तापनि एकले अर्कालाई धेरै माया गर्ने गर्दथे। एक दिनको कुरा हो, विद्यालय पश्चात घर जाने क्रममा ओइ निर्मला, आज भोलि आशिषले तिमीतिर मात्रै आँखा लगाउँछ त? त्यही त नि नरमाया, आशिषले निर्मलालाई मन पराउँछु भनेर भन्न मात्रै नसकेको होला के? ओइ निर्मला, तँलाई थाहा छैन तँलाई मन पराउँछु जस्तो छ। हो र, हेर्न त हेर्छ, मन पराएर हो र। तर यति सानो उमेरमा त्यस्तो विषयमा कुरा गर्नुहुन्न के? त्यही पनि आशिष मेरो सानैदेखिको साथी हो। 14 वर्षको उमेर पनि माया गर्ने उमेर हो त। यो त ध्यान दिएर पढ्ने उमेर पो हो त।